नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले समान्ती सोच र भ्रष्ट प्रवृत्ति विरुद्ध जनताको सङ्घर्ष अझ सशक्त रूपमा अगाडि बढ्ने बताउनु भएको छ। आइतबार सल्यानको शारदा नगरपालिकामा सम्पन्न नगर स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्वालाले जनताले शान्ति, स्थायित्व र समृद्धिको सपना देखेको भन्दै त्यो सपना साकार पार्न पार्टीको प्रमुख दायित्व रहेको बताउनुभयो। प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेता ज्वालाले समावेशी लोकतन्त्र र समाजवादी उन्नतिको दिशामा नडगमगाई अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले सबैलाई एकताबद्ध भई भ्रष्टाचार विरुद्धको लडाईँमा जुट्न समेत आह्वान गर्नुभयो। यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भद्रसिंह बुढाले पार्टीलाई जीवन्त राख्न सबै नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने बताउनुभयो। पार्टीका केन्द्रीय सदस्य लोकबहादुर डाँगीले राजनीतिलाई समाज परिवर्तन र सुधारमा केन्द्रित गर्नुपर्ने बताउनुभयो। यस्तै पार्टीका केन्द्रीय सदस्य हरि केसीले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको हितमा काम गर्नुपर्ने भए पनि केही स्वार्थवादी व्यक्तिका कारण नागरिकले शास्ति खेप्दै आएको बताउनुभयो। यस्तै केन्द्रीय सल्लाहकार परिषद सदस्य दामोदर शर्माले पार्टीलाई जनस्तरमा ल्याउन गाउँ गाउँमा जनसम्बन्ध सुदृढ पार्नुपर्ने बताउनुभयो। यस्तै निवर्तमान जिल्ला कमिटी अध्यक्ष राम खड्गीले समाजवादी पार्टीलाई सानो र कमजोर नठान्न चुनौती दिँदै पार्टीप्रति बढेको जनलहर उत्साहजनक रहेको बताउनुभयो। पार्टीका जिल्ला कमिटी अध्यक्ष रमेश कुमार गौतमले सरकारले गरेको गलत कार्यको खबरदारी र भण्डाफोर गर्दै जनतालाई सुसूचित गर्न तथा पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य ईश्वरी बुढाथोकी, रोमप्रकाश थापा, दुर्गाबहादुर पुन, सीपी ओली, पूर्व प्रदेश कमिटी सदस्य टोपबहादुर थापा, जिल्ला कमिटी उपाध्यक्ष कल्पना सेजुवाल, सचिव प्रेम बहादुर डाँगी, उपसचिव मणिवीर बस्नेत, अखिल नेपाल महिला संघ समाजवादीका अध्यक्ष हिरा चन्द, बुद्धिजीवी परिषदका अध्यक्ष सूर्य शर्मा, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मोहनलाल बुढाथोकी, नेकपा नगर संयोजक प्रकाश सिंह लगायतले बोल्नु भएको थियो। पार्टीका नगर कमिटी अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपसचिव शान्ता नेपालीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पृष्ठनारायण गौतमले गर्नु भएको थियो। अधिवेशनले डम्बरसिंह तिरुवाको अध्यक्षतामा 55 सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ, जसको उपाध्यक्षमा शान्ता नेपाली, सचिवमा पृष्ठनारायण गौतम तथा उपसचिवमा हेमराज थापा र वीरबहादुर डाँगी रहनु भएको छ। सोही अवसरमा अखिल नेपाल महिला संघ समाजवादी पनि गठन गरिएको छ। यसैबीच कार्यक्रममा नेकपा एमाले छोडेर केही नेता कार्यकर्ताले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्, जसमा नेकपा एमाले निकट व्यापार संगठनका केन्द्रीय सदस्य मोहन बुढाथोकी र एमाले नेता मित्रलाल बस्नेत नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको हो।